साथीहरू मैले 10,000 फलोअर आइडीमा कसरी पुर्याउन सकिन्छ, कसरी चाहिँ काम गर्न सकिन्छ सामाजिक सञ्जालमा भनेर अलिक अगाडि सिकाउँछु भनेर भनेको थिएँ। अब म सिकाउन गइरहेको छु है साथीहरू। के गर्नु भने तपाईहरुले टक्कसँगले आफ्नो आइडी खोल्नु होला। टक्क आइडीमा जानुहोस् हैन, ड्यासबोर्ड देखिहाल्नुभयो, सबै कुराहरु देख्नुभयो। अब यहाँ फलोअर मेरोमा त 5000 देखिएको छ। 5029 छ फलोअर हैन। फलोइङ भनेको तपाईँ हामीले फलो गरेको हो, 7 जनालाई देखिएको अवस्था छ। यो मेरो अर्कै आइडी हो। फ्रेन्ड भनेको मेरो 4920 छ। यो आइडीमा मेरो 4920 छ। यो भनेको इनफ हो साथीहरू। 4950 जनालाई तपाईँ हामीले एड गरेको गर्ने हो। ड्याङ्की ड्याङ एड गरिएपछि अनि तपाईँ हाम्रो फलोअर बढ्छ। 4950 जनालाई तपाईँ हामीले मान्छे हेरेर एड गर्नु पर्यो। अनि त्यो त 5000 पुगिहाल्यो। त्यही भएर मेरो 5000 पुग्यो। अब 5000 पछाडि तपाईँ हामीले के गरेर 10000 पुर्याउने त भने तपाईँ हामीले कन्टेन्ट हाल्ने, राम्रो कन्टेन्ट हाल्ने। अनि कन्टेन्ट हालिसकेपछि राम्रो हुन्छ। तपाईँ हामीले कन्टेन्ट राम्रो हाल्ने अनि कन्टेन्ट हालिसकेपछि चाहिँ मजाले बढ्छ। कन्टेन्ट हाल्नुको साथसाथै फलो गर्ने, अरूलाई सपोर्टिभ ग्रुपहरू हुन्छ अनि गर कमेन्टमा ओके लेख्ने, के गर्ने, फलो गर्ने भइसकेपछि राम्रो हुन्छ। कोही बेला लाइभमा पनि जाने, सबैलाई एक अर्कामा सपोर्ट गरेपछि उहाँहरूले पनि फलो गर्नुहुन्छ। सबैजना 10,000 कसरी पुर्याउने, कसरी मोनिटाइज गर्ने भनेर बस्नु भएको छ। त्यही भएर त्यसो गर्न सकिन्छ। तपाईँ हामीले आइडीमा यसरी 10,000 पुर्याएर चाहिँ मोनिटाइज गर्न सकिन्छ हैन। अब पेजमा कसरी गर्न सकिन्छ भन्ने कुरा म तपाईलाई अर्को भिडियोमा देखाउने छु। यो भिडियो आशा गर्दछु तपाईहरुलाई एकदमै उपयोगी लाग्नेछ। 10,000 आइडीमा यसरी पुर्याउन सकिन्छ साथीहरू। मजाले काम गर्नु होला। तर राम्रो चाहिँ कन्टेन्ट नै बनाउनु होला है। कन्टेन्ट भइसकेपछि राम्रो हुनेछ। सबैजनालाई शुभकामना।